कोरियाको फार्मिङ ल्यान्ड खेतीयोग्य जमिन कुल क्षेत्रफलको 17% मात्र छ भने हाम्रो देश नेपालको कुल क्षेत्रफलको 26.12% खेतीयोग्य जमिन छ। यो चाहिँ अब धान रोप्नको लागि रेडी भइरहेको छ र यसरी बिउ पनि ल्याएर यहाँनिर यसरी राखेको छ। आज चाहिँ म तपाईहरुलाई कोरियाको खेतीबारीको बारेमा एग्रिकल्चरको बारेमा देखाउने छु, किनकि अहिले कोरियामा खेतीपातीको एकदमै सिजन सुरु भइसकेको छ र उनीहरुको खेतीपातीको गराई कस्तो छ र खेती कसरी गर्छन् भन्ने कुरा चाहिँ म देखाउने छु। र अहिले यो गर्मीको महिना, यो अप्रिल, मे, जुन, जुलाई, अगस्त यो महिना चाहिँ कोरियाको लागि एकदमै खेतीको लागि एकदमै उत्तम समय हो, किनकि कोरियामा 6 महिना हिउँ महिनामा एकदमै ज्यादा हिउँ पर्ने भएकाले चिसो एकदमै बढी हुने भएकाले केही उत्पादन हुँदैन, बाहिरी रूपमा भित्री ग्रीन हाउसमा मात्र हुने गर्दछ। र यो सिजन चाहिँ खेतीको समय हो र उनीहरूले यति बृहत मात्रामा, यति धेरै मात्रामा खेती गर्छन् कि जसले उनीहरू आफ्नो देशलाई पुर्याएर पनि बाहिर निर्यात गर्ने गर्दछ। र उनीहरूको खेती गराई र किसानलाई के कस्ता सुविधाहरू पुर्याएको हुन्छ र खेतमा के कस्तो किसिमको कृषकहरूलाई चाहिने सेवा सुविधाहरू कसरी गभर्नमेन्टले, सरकारले पुर्याइदिएको हुन्छ त्यो म देखाउने छु र उनीहरूको खेती गर्ने तरिका र खेतबारीहरू म तपाईलाई देखाउने छु। ल हेर्नुहोस्, यो चाहिँ कोरियामा अब धान रोप्नको लागि रेडी बनाएको जग्गा जमिनहरू, खेतहरू यसरी जोतेर मलखात लगाएर भिजाएर रेडी बनाएको छ। यो चाहिँ धान रोप्नुभन्दा 15-20 दिन अगाडि नै यसरी खेतलाई जोतेर मलखात लगाएर पानी लगाएर यसरी भिजाएर राख्ने गर्दछ र अबको केही दिनभित्रमा 10-15 दिनभित्रमा यहाँनिर धान रोप्ने छ र यसरी धान रोप्यो भने एकदमै उत्पादन धेरै हुने गर्दछ र कोरियामा किसानहरूलाई एकदमै धेरै सुविधा हुन्छ। र यो हेर्नुहोस् त, किसानहरूको खेतको बीचसम्म जानको लागि यसरी सानो पक्की कृषि सडकहरू बनाइएको हुन्छ। यो चाहिँ अब धान रोप्नको लागि रेडी भइरहेको छ र यसरी बिउ पनि ल्याएर यहाँनिर यसरी राखेको छ। यो बिउ चाहिँ यसरी ट्याक यस्तो सेटमा रोपेको हुन्छ र यो चाहिँ मिसिनमा, धान रोप्ने मिसिनमा चाहिँ राखेर रोप्नको लागि चाहिँ एकदमै सजिलो हुने गर्दछ। त्यसैले बिउ चाहिँ यसरी यो प्लास्टिकको सेटमा राखेको हुन्छ र यो चाहिँ अब रोप्नको लागि रेडी भएको हो। यसरी किसानहरूलाई एकदमै राम्रो, एकदमै सुलभ, एकदमै सहज व्यवस्था गरिएको हुन्छ र यसरी खेतमा यसरी सिँचाइ गर्नको लागि यसरी सिँचाइको एकदमै राम्रो व्यवस्था हुन्छ र खेतमा सिँचाइ गर्नको लागि पम्प सेट, मोटर सञ्चालन गर्नको लागि यसरी खेतको बीचमा पोलहरू टाँगेर इलेक्ट्रिसिटीहरूको एकदमै राम्रो व्यवस्था हुन्छ र यसरी खेतको बीचमा कृषि औजारहरू लानको लागि, गाडीहरू छिराउनको लागि एकदमै राम्रो सानो चिटिक्क परेको पक्की कृषि सडकहरू यसरी बनाएको हुन्छ, जसले चाहिँ किसानहरूलाई आफ्नो खेतीमा कृषि औजारहरू छिराउनको लागि, आफ्नो उत्पादनहरू बाहिर निकाल्नको लागि एकदमै सहज हुने गर्दछ। र ल हेर्नुहोस् त कस्तो राम्रो व्यवस्था छ। यसरी हेर्नुहोस् त, खेतको बीचमा बिजुलीको पोलहरू यसरी टाँगेर किसानहरूलाई सिँचाइ गर्नको लागि, आफ्नो पम्प सेटहरू सञ्चालन गर्नको लागि यसरी खेतको बीचमा इलेक्ट्रिसिटीहरूको व्यवस्था गरिदिएको हुन्छ। र हेर्नुहोस् त कस्तो व्यवस्थित छ।
यसरी हेर्नुहोस् त किसानहरूलाई कोरियामा कति धेरै सुविधा र कृषिको लागि कति व्यवस्थित गरिएको हुन्छ। यसरी किसानहरूलाई खेती गर्नको लागि किसानहरूको खेतसम्म यसरी पक्की कृषि सडकको व्यवस्था गरिएको हुन्छ, जसले गर्दाखेरि कृषि उत्पादनको लागि आधुनिक औजारहरू भित्राउन एकदमै सजिलो हुने गर्दछ र किसानले उत्पादन गरेको वस्तुलाई बाहिर निकाल्न पनि एकदमै सजिलो हुने गर्दछ। र यसरी किसानलाई सिँचाइ गर्नको लागि आफ्नो बारीमा खेतमा सिँचाइ गर्नको लागि सिँचाइको एकदमै राम्रो यसरी व्यवस्था गरिएको हुन्छ र किसानहरूलाई सिँचाइ गर्नको लागि आफ्नो पम्प सेट चलाउनको लागि मोटर सञ्चालन गर्नको लागि खेतको बीचमा पोल टाँगेर यसरी इलेक्ट्रिसिटीको एकदमै राम्रो व्यवस्था गरिएको हुन्छ। यसरी एकदमै राम्रो किसानहरूलाई सिँचाइको कृषि सडकदेखि लिएर आधुनिक कृषि औजारहरूदेखि लिएर उचित क्वालिटी युक्त मल खाददेखि लिएर हर कुराको एकदमै राम्रो सुविधा हुने भएकाले कोरियामा उत्पादन एकदमै धेरै हुने गर्दछ। जसरी नेपाल र कोरियालाई दाँच्ने हो भने वर्ल्ड बैंकको डेभलपमेन्ट कलेक्सन इन्डिकेटरको अनुसार कोरियाको फार्मिङ ल्यान्ड खेतीयोग्य जमिन कुल क्षेत्रफलको 17% मात्र छ भने हाम्रो देश नेपालको कुल क्षेत्रफलको 26.12% खेतीयोग्य जमिन छ। यसरी हेर्दा हाम्रो देशभन्दा कोरियाको फार्मिङ ल्यान्ड एकदमै थोरै छ र कोरिया पनि एउटा पहाडले भरिएको एउटा देश हो जहाँ चाहिँ फार्मल्यान्ड एकदमै कम छ। पहाड भन्नाले नेपालको जस्तो ठुलो ठुलो हिमाल पहाड होइन, साना साना पहाडहरूले भरिएको छ र यति थोरै जमिनमा पनि त्यही पनि वर्षैभरि खेती हुँदैन। यहाँनिर वर्षको 6 महिना बाहिरी रूपमा खेती हुन्छ र वर्षको 6 महिना बाहिरी रूपमा यसरी खेती गर्दा पनि कोरियाले यति धेरै उत्पादन गर्छ जुन उत्पादनले कोरियामा पुगेर पनि बाहिर निर्यात गर्ने गर्दछ। तर विडम्बना हाम्रो देशमा हेर्नुहोस् न कति राम्रो छ मौसम, कति राम्रो छ जमिनहरू, 12 महिना खेती गर्न सकिन्छ तर पनि हामीले हाम्रो देशको आवश्यकताको 80% बाहिरबाट लिएर आयात गरेर खानुपर्ने अवस्था छ। यसको कारण के होला र कसरी यो कुरालाई नेपालको यो समस्यालाई समाधान गर्न सकिन्छ होला? हाम्रो देशमा कृषि योग्य जमिनहरू छ, किसानहरू छन् र एकदमै राम्रो कृषि जमिनहरू छ, वर्षको 12 महिना उत्पादन गर्न सकिने मौसम छ तर पनि हाम्रो देशमा 80% बाहिरबाट आयात गरेर खानुपर्ने अवस्था छ। किनकि हाम्रो देशका नेताहरूले सरकारले वर्षको एक दिन असार 15 गते अब आउँदैछ, असार 15 गते एकचोटि भाषण गर्ने गर्दछ कृषि प्रधान देश भनेर, त्यसपछि कृषिलाई बिर्सिन्छ। यसरी कोरियाको कृषि फार्मल्यान्डलाई हेर्दाखेरि, खेती गराइलाई हेर्दाखेरि यिनीहरूले यति थोरै उब्जाउ जमिनबाट पनि त्यो पनि 6 महिनामा यति धेरै उत्पादन गर्छ जसले उनीहरूको देशलाई पुर्याएर पनि विदेशमा समेत निर्यात गर्ने गर्दछ। जुन चाहिँ कोरियाको एक किसानहरूलाई एक राम्रो कृषि आधुनिकीकरणको व्यवस्था, कृषि सडकको व्यवस्था, सिँचाइको व्यवस्था, इलेक्ट्रिसिटीको व्यवस्था एकदमै राम्रो भएको कारणले यो सम्भव भएको हो। यसरी यही तरिकाले व्यवस्थित गरेर हामीले पनि हाम्रो देशमा कृषि गर्न सक्यौँ भने र सरकारले त्योतर्फ ध्यान दिन सक्यो भने अनि मात्र हामीले हाम्रो देशलाई कृषि प्रधान देश भन्न सक्छौँ र हाम्रो देश पनि एउटा कृषि प्रधान देशतर्फ उन्मुख हुन सक्छ र यसप्रति हाम्रो देश र हाम्रो देशको नेतृत्वमा रहने सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ। धन्यवाद।